हेलो व्हाट्सअप गाइज म चाहिँ मेरो नयाँ भिडियो लिएर आइसकेको छु। म चाहिँ अब मासु लिन जान आँटेको। फिला लाइन आयो चप्पलै उता त रहेनछ चप्पलै रहेनछ उता त मेरो चप्पल यो भयो ल सो लेट गाइज म चाहिँ घर आइसकेँ मासु लिएर पनि रोटी खाँदैछु अहिले। यो चाहिँ घरमा बनाएको होइन, माथि किनेको दोकानमा। पैसा चाहिँ किन बोकेको भन्दा धुलो खोर्सानी किन्न जान आँटेको। गाइज म चाहिँ अहिले धुलो खोर्सानी लिएर आइसकेँ। आइस पप खाँदैछु। आइस पप हजुरहरूकोतिर पाउँछ कि पाउँदैन यस्तो आइस पप। आइस छ, आइस पुरै आइस। यता पनि ल पक्कै उता पनि ल पक्कै। यो गीत बहुत ट्रेन्डिङमा चल्दैछ। मकैबारी कल्याम होइन। यो चाहिँ पहिला तातोमा मात्रै आउँथ्यो, चिसोमा आउँदैन थियो। अहिले यो आइस पप हेर्नु सक्नुहुन्छ। धुवा उडेको यसबाट धुवा उड्दैछ। धुवा चिसो भएर धुवा उड्दैछ रे। आइस हेर्नु न, आइस फ्रिजमा राखेको आइस। खाइदेऊ। अब यस्तरी आएन भने यसलाई चाहिँ टोकेर फाल्नुपर्छ। अब टोक्ने यसरी तान्ने। अब निस्क्यो। अब आउँछ। त खुल्ला देखेको छ क्या। त यहाँ चाहिँ पुरै रुखले ढाकेको छ। यति खाली स्पेस चाहिँ अब हेर्नु। यो त्यसरी खोलेको फाइदा। यस्तो गर्नु। अघि मजाले आउँदैन त अहिले। खै तपाईँले यहाँ त ठुलो कन्तीमा यहाँ हालेको होइन, यहाँ राखेर।
ढोका लगा जहिले खुला नछोड गाइस आजलाई चाहिँ भिडियो यति नै भयो अब भोलिदेखि फेरि अब चाहिँ रेगुलर भिडियो बनाउँछु मैले हिजोको ब्लगमा पनि भनेको थिएँ हुन्छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला